हेलो एन्ड नमस्ते एभ्रिवान। ल आज चाहिँ हामी सँगै मेरो किचनमा चकलेट चिप्स कुकिज बनाऊँ है त। मेरो पनि फर्स्ट एटेम्प्ट हो, त्यही भएर लेट्स स्टार्ट विथ अनसल्टेड बटर फर्स्ट। मैले चाहिँ थोरै पगालेर मिक्सिङ बलमा हालेँ अनि त्यसपछि त्यसमा ब्राउन सुगर, थोरै आइसिङ पाउडर अनि इस्ट पनि हाल्दिएँ। यसले चाहिँ थोरै पफिनेस बनाउँछ कुकिजमा। अनि त्यसपछि 2टा एग हाल्दिएँ अनि त्यसपछि आई लभ भ्यानिला फ्लेभर, त्यही भएर थोरै फ्लेभरको लागि चाहिँ यो पनि मिक्स गरिदिएँ। अनि लास्टमा चाहिँ फ्लावर मिक्स गरेर त्यसलाई मिक्सिङ गर्नुपर्छ। एकदमै राम्रोसँग मिक्स गर्नुपर्छ। त्यसपछि चाहिँ फ्लेभरहरू पनि सबैतिर जान्छ अनि प्लस पिठो पनि डल्ला बस्दैन भनेर। लुक एट द टेक्सचर, ओ माई गॉड, इट लुक्स सो यम। यत्तिकै यस्तो मिठो बास्ना आइरहेको थियो कि। अनि त्यसमा चाहिँ थोरै मैले चाहिँ सुगर फ्री चकलेट चिप्स पनि मिक्स गरेँ। पुन्टुलाई पनि त्यहाँ मिक्स गर्नु पर्यो अरे। अनि त्यसपछि मैले पुन्टेलाई पनि ल्याएर त्यहाँ राखेँ। उसलाई चाहिँ त्यो देखेर खान मन लागेर तान्दै थियो अनि मैले चाहिँ नो 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 भन्दैछु। अनि त्यसपछि पुन्टेको बाबाले आएर, कान्छुले आएर पुन्टेलाई लग्यो। त्यसपछि मैले त्यसलाई अलि मजाले मिक्स गरेर त्यसलाई चाहिँ फ्रिजमा 1 घण्टाको लागि कभर गरेर राख्नुपर्छ। द्याट्स वाट आई डिड। अनि कान्छुले चाहिँ मलाई 1 घण्टा अब तिमी के गरेर बस्छौ त भनेर जिस्काइरहेको थियो कि त्यतिखेर। अनि मैले चाहिँ ल अब म नाचेर बस्छु भनेर उसलाई जिस्काइरहेको थिएँ। कान्छुले पनि ल म पनि नाच्छु मामुसँग भन्दै पुन्टु पनि आए नाच्नलाई। एन्ड दिस इज वाट इट लुक्स आफ्टर 1 आवर। सो त्यसलाई चाहिँ डल्लो बनाएर थोरै चकलेट चिप्स मिक्स गरेर मैले चाहिँ एयर फ्रायरमा हालिदिएँ। मैले चाहिँ 160 डिग्रीमा चाहिँ त्यस्तै 8 मिनट्स अराउन्ड हालिदिएँ। अनि पुन्टुले चाहिँ यसरी चपाउँछु भन्दै जिस्काइरहेको थियो मलाई। अनि फाइनली द टाइम इज हियर। लुक एट पुन्टु, कुकिज देख्ने यत्तिकै चपाएर जिस्काउँदैछ मलाई। अनि त्यसपछि यस्तो देखिरहेको थियो। This is my first attempt, so I'm happy with this one, but it looks so yum by the way. Looks अनि त्यसपछि crunchiness, everything was good. तर मैले टेस्ट गरेको थिइनँ यतिखेरसम्म। फर्स्टमा चाहिँ मैले पुन्टेलाई दिएँ, इभन दो इट्स नट गुड फर हिम। उसले चाहिँ मागे गरेर सानो टुक्रा दिएको। एन्ड लुक एट हिज एक्सप्रेसन, मिठो मिठो रे। अनि पुन्टेको बाबालाई पनि एकदमै मिठो लाग्यो रे। यु क्यान सी इन हिज फेस। उसले चाहिँ यति मिठो हुन्छ भनेर सोचेको थिएन होला सायद। एकदम मिठो भएछ भनेर भनिरहेछ। मैले नि खाएँ, मलाई नि मिठो लाग्यो। अनि म फेरि नेक्स्ट टाइम यस्तै बनाउँछु है भनेर जिस्काइरहेको थिएँ। यस्तै मिठो बनाएको भिडियो लिएर फेरि म आउने नै छु। त्यतिन्जेलको लागि बाई बाई। हामीलाई धेरै माया गर्नुहोस् है। चुप्पा भन्दै पुन्टेको तर्फबाट पनि हाप्पा। बाई बाई, सी यु अल।